हामी बाहिर खाजा भात खाएर निक्लिएको हामी चाहिँ अहिले रोडमा छु कार आएको छ कस्तो पागल रहेछ पागल हो यहाँ हेर्नु न के भएको अब नि यहाँनिर डराउने सिन हुन्छ अब यहाँ चाहिँ भुटिया सिन हुन्छ भुटिया सिन छ ए पनी दिदी यो बाबु यो दिदी यो मनी दिदी यो किन्जल ऊ त्यहाँ अगाडि आमा जाँदै हुनुहुन्छ अब यहाँनिर भुटिया सिन भइरहेको छ आउनु न छिटो भुटिया सिन ए रिङ्बो भुटिया सिन रिङ्बो उयो कस्तो चम्केको गाई रिङ्बो के डरेर रातभरि मान्छे हिँड्छ अस्ति हामी 15 रुपियाँ भनेर किन्छ अहिलेको मान्छे रातभरि हेरेर बस्यो नि बाटोमा त बस्दैन नि अडाएर भन्छ अब चाहिँ हामी पिपलको रुख मुनिबाट जान आँटेको अब चाहिँ डर लाग्न थाल्यो पिपलको रुख मुनि जान आँटेको त्यही भएर दिदी आमाहरूसँग सँगै जानुपर्ने रहेछ नभए फटेर 124 हुन्छ नभए हाम्रो त फटेर 124 हुन्छ पिपलको 12 बजे पिपलको 3 रातिको 3 बजे 2 बजे फर्किँदा केही भएन 3 बजे चाहिँ भूत आउने टाइम है यी 12 बजे यस्तोमा चुडेलहरू बस्छन् यस्तो हावाहरूमा 12 बजे आउँछ नि त कसले देख्छ नि यस्तो हजारमा है कसले के देखाएर यो रुख देखेर त मलाई त कवच माथि राख्दै छैन त्यो पूजा गर्न जाँदा माथि चुडेल देख्यो जस्टिक कहाँ जुत्छ त्यो झ्यालेर जस्टिक झ्यालमा सुत्छ आउला नि सबै जाल खोलेर सुत्नुहुन्छ माथि हेर्ने माथि हेरेर के हुन्छ के छ ओ भरे ठ्याक्क यस्तो माथि हेर्न नि आउनु अरे उफ्रेर यो भरि छैन यो घरमा बस्छ नि यो घरमा मान्छे बस्छ नि त अनि के भन्नु जाऊ यार तर्साउँछ होला नि अब के थाहा पुना छ मामा घरमा चाहिँ तर्साउँछ भोलि मैले देखेको कि बिटाको सेतु उठाइनु ल अब दोस्ती उठाएर किन्छ आमा उठा हेर्नु के हो तल हेर्दैछ बाटोमा किन देख्यौ आज चाहिँ हावा छैन ब्याडमिन्टन आज चाहिँ खेल्नु छिटो माछी त हेर्न छ अलिक कुद्नु त कुद्नु यस्तो पर्खिन एकछिन यस्तरी कुद्दै तपाईँले स्कर्ट लगाएको नि हेलो हामी चाहिँ अब मेन चोकमा पुग्न आँटेको ल मेरो थोपडा नै देख्न छोड्नु यार ल देखियो अब यहाँनिर चाहिँ लाइट आउनु थाल्यो अब यहाँनिर लाइट हो धेरै उज्यालो छ भने आऊ देख्नुको यही होटल
यही हाम्रो थोरै दस्ती ओइ नला टर्केर के देखिरहेको फोटो हान्न फोटो खोइ हाम्रो ए आउनु त मम्मी टर्केर केही देखेको छैन हो र आउँदैन यस्तो किन्नुपर्छ नि के देखेको कत्रो खायो गहिरो हुन्छ धेरै गहिरो हुँदैन यहाँ एउटा खुट्टा हालेर यो चेन्जल के मेरो बुझ्ने दिदीको घरको यो यसलाई स्विमिङ पुल बनाएर नुहाउँथे अरे झापामा हेर्नु न सफा हुन्छ नि यो त कस्तो राम्रो है सफा कस्तो हुन्छ नि राम्रो छ यहाँनिर एउटा झोपडी थियो अहिले त होटल पुरै कस्तो राम्रो बनाएको छ भाइ खिच्दिनु भएर आउनु हामी मेन उसमा जानु हिँडेको सिनेको नहाल्नु मन पर्दैन उता क्यारम बोर्ड खेलेको देख्नु पर्यो नि त तेरो अनुहार अनुहार कसले खुट्टा चाहिँ किन खिया पारेको यहाँ कारको उयो छ ए हट लाइन अनुहार देखिँदैन मिसिङ गलो के गो ए हटै यहाँ फोटो खिच्दै हुन्छ अब फोटो खिच्दै हुन्छ बाबु हेलो भनिदियो काहीँ मर्जी कसले राख्छ यसरी डाङ्गो पार्नु थियो कि तरी क्यामेरा भिडियो पनि आयो भने अग्लो पारेर खिच्दिनु अ हट मलाई देखालेको यही लाठीले दिएर ढलाइदिन्छु भयो ए खिच्दिन 1 मा 2 मा 1 मा मेन चोकमा गएको हामी हेर्नु न बाबु यसरी हेर न हेर बाबु हेर हेर हाई फेरि बाबु ए अब पर जाने अहिले झापड दिन्छु अनि खानुहुन्छ ट्राल ल ल ल ल ल ल ल ल नचल पाखेर कस्टिक निकालेको नचल है नजा तर फेरि मलाई तातो लाग्छ त्यो पर्खिनु तपाईँ मर्नु भएको मारिदिन्छु यहाँनिर महाराजा सुत्नु भएको छ मेन रोड खाली जस्तो छ चल लोल झन् हाम्रो छटदेखि त कति राम्रो पो देखिन्छ धरानु माथिबाट हेर्नु यहाँ देखिँदैन होला मोबाइलमा तर देखिन्छ उही यहाँ एक्सिडेन्ट भएको रहेछ दिदी एक्सिडेन्ट भएको रहेछ सिसा नै सिसा हो दिदी हेर्नु छोड्न आँट्दिनु न घोच्छ नि सिसा हो आमा के को एक्सिडेन्ट भएको ए देखिँदैन फोनमा गाइज हेर्नु न सिसा एक्सिडेन्ट भएको रहेछ
ए कति रहेछ सिसा छ यहाँ एक्सिडेन्ट भएको रहेछ यहाँ अघि झन्डै खिचेको मैले हेर कुत्ता अहिले भर्खरै भएको रहेछ हिजो भएको होला हौ पहिले भएको नि हेर्नु त गाइस ए म पनि बोल्छु कत्रो मोटो पो सिसा रहेछ है तर कुतुको सफारीको यो देख्नु गाइस ए यो सिसा नै सिसा हो गाइस देख्नुभयो होला म भएको बेलामा यहाँ म भएको थियो भने तपाईँलाई यहाँ एक्सिडेन्ट भएको फुल भिडियो देखाउन सक्थेँ तर म मैले देखेको छु नि सिसा पोलमा छोडी guys, यस्तो अरू चाहिँ अयो मक्क के गर्छौ त आफै मोबाइल फुटेन पागल मोबाइल फुटाइछ हैन आफै नाटक गरेको चुप चुप लोडीमा त आमा तपाईको मोबाइल फुटाइदियो जस्तोले आमा मोबाइल फुटो आमा मोबाइल फुटो आमा 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 आइज तर म पुकी भन्नु माइक मेरो एउटा टिका भने भन्छ म हेर्नु न त आम्मामा सिसा हेर्नु त देख्नु सिसा हेर त देख्नु तू सिसा किन खेलाको जस्तै सिसा हो पिस पिस टुक्रा टुक्रा जनावरहरू बोकेर गएको ओइ म लड्छु हौ यस्तो मसिन नै हो त अन्त सानो आफूभन्दा सानोलाई माया गर्ने ठुलोलाई